हेलो नमस्ते स्वागत छ सबैजनालाई मेरो यो नयाँ युट्युब च्यानलमा। अनि यो चाहिँ मेरो छोरो श्री आयान्सको फर्स्ट तिहार ब्लग मैले उसको लागि क्याप्चर गरिदिएको। पछिको दिनमा उसलाई पछि याद आओस् मैले फर्स्ट तिहार यसरी लगाएको थिएँ, दिदीहरूको हातबाट भाइटिका भनेर उसलाई याद आओस् भनेर मैले बनाइदिएको। पछि पनि हेर्न सकोस् उसले मैले भाइटिकाहरू कसरी लगाएको थिएँ त फर्स्ट टाइम म सानो हुँदाखेरि भनेर उसलाई याद आओस् भनेर यो हामीले सानो भिडियो बनाइदिएको। यो भिडियो हाल्न चाहिँ ढिला भयो, मसँग थिएन यो भिडियो, त्यही भएर। अनि चाहिँ यसमा मेरो भान्जीहरू हुनुहुन्थ्यो दुइटै, एउटा माइली दिदीको छोरी अनि एउटा जेठो दिदीको छोरी हुनुहुन्थ्यो। अनि उहाँहरू चाहिँ भाइलाई टिका लगाउने भनेर आउनु भएको थियो। अनि भाइ चाहिँ सानो थियो क्या, उसले टिका लगाउनै मानिरहेको थिएन। बच्चाहरू त्यही त हो नि, सानो बच्चाहरू भाइ भनेर हुरुक्कै हुने, उसलाई गएर फुलमाला देख्ने बित्तिकै ऊ फुलमाला समात्न खोज्दैछ। अनि टिका लाउँदाखेरि पनि उसको दिदीहरूले लगाउन नसकेर फुपूहरूले लगाइदिनु भयो उसलाई टिका। अनि रोइरहेको थियो कि निकै कराइ गरेर त्यो फुल देखेर, फुल समात्नलाई फुल। अनि उता फेरि हातले सक्दैन भने लाता चलाउने भएछ क्या, खुट्टाले हान्ने भएछ। अनि मेरो बाबुले लास्टै चकचके छ अनि उसको दिदीले माला लगाइदिइरहेको छ। माला पनि लगाउन नमानेर हातले तान्न खोज्ने। दुइटा दिदीहरूले माला लगाइदिनु भयो, त्यो माला तानतुन गरेर कता कता फ्याल्ने जस्तो गर। अनि ल आयान्छु अब जितलाई दक्षिणा दिएर ढोग गर्ने भनेको त उसलाई अब थाहा हुँदैन नि त, भर्खर त 7 महिना भएछ, स्टार्टिङ थियो 7 महिना। अनि उसलाई त अब त्यस्तो थाहा हुँदैन ढोग गर्ने के भनेर बच्चालाई। अनि हामीले सिकाइरहेको थियौँ बाबुलाई यसरी गर भनेर। अनि बाबु पनि ज्ञानी थियो के, भनेको मानिहाल्यो। अनि उसको दिदीहरू पनि खुसी भए भाइलाई टिका लगाउनु पाएर। अनि भाइ पनि एकदमै ह्याप्पी भयो। यो भिडियो चाहिँ उसको लागि पछिसम्म यादगार हुन्छ क्या। अब मोबाइलमा अब मैले चाहिँ भिडियो उसको लागि युट्युबमा हालिदिन्छु। अनि पछि ऊ ठुलो हुँदा पनि अनि उसलाई देखाउन हुन्छ, तिमीहरूको भाइटिका फर्स्ट टाइम यस्तो भएको थियो भनेर। अनि हाम्रो सानो बेबीको भाइटिका कस्तो लाग्यो, सबैजनाले आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला सबैजनाले। हस् त, थ्याङ्क यू।